यो चाहिँ धुलीखेल हुँदै अब खावा जाने सडक हरानीको राजमार्ग अन्तर्गत साउनको बेला हो। पानी परेर यसरी हुसु लागेर आकाश र धरती जोडिए जस्तो लाग्छ। यो चाहिँ धुलीखेल काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम जाने बाटो हो। यता हामी चाहिँ हरानीको राजमार्ग लाग्छौँ। त क्षितिज नै यहीँ अगाडि छ जस्तो लाग्छ हो। आकाश र धरतीको मिलन यतैतिर छ भन्ने महसुस हुन्छ। कता कता हामी अगाडिको बादलभित्रभित्रै कुद्ने हो कि भन्ने महसुस पनि लाग्छ। धुलीखेल नगरपालिकाले चाहिँ अगाडिको राजमार्गको छेउैमा पर्ने त्यो झिगु खोलाको शिर अर्थात् धुलीखेल खोलाको शिरमा चाहिँ यसरी फोहोर फालिएको छ। यसले चाहिँ दीर्घकालीन के असर हुनसक्छ यो क्रिकेट टोलीहरूले पहिचान गरेर यसको बेलायमा चाहिँ नियन्त्रण गर्ने व्यवस्था गर्नु होला। सही तरिकाले सही ठाउँमा फोहोर व्यवस्थापन गर्ने प्रयास पनि गर्नु होला। यसले गर्दाखेरि तलको खोलामा जति पनि जाने पानीहरू चाहिँ यसले प्रदूषित बनाएर चाहिँ बगिरहेको हुन्छ भने यसले खेती प्रणाली, मान्छे जनजीवन, स्वास्थ्य लगायत सम्पूर्ण वातावरणीय असर परिरहेको छ। यसको विषयमा गम्भीर भएर सोचिदिनु होला। धुलीखेल खावा सडक चाहिँ पूर्ण रूपमा पिच भइसकेको त छैन होला। म पनि अलिक समयपछि आएको छ। हामीले योभन्दा अघिल्लो भिडियोमा पनि दृश्यमा पनि हालिसकेका छौँ, प्रसारण गरिसकेका छौँ भने यो चाहिँ अहिले श्रावण महिनाको हो थप दृश्य हो। हजुरहरूले हेर्न सक्नुहुन्छ। बादल पानीको भनेर गीत गाउँथे मित्रहरूले। सायद यस्तै यस्तै भावमा डुबेर नै तयार भएको हुनसक्छ। हामी चाहिँ यो बादल नभए पनि यो हुसु हो। यो बादल बन्ने प्रक्रियामा नै बिस्तारै जमिन छोडेर माथि माथि आकाश लाग्छ। यात्रा उसले पनि सुरु गरिसकेका छौँ भने हामीले पनि सुरु गर्दैछौँ। यो काभ्रेको धुलीखेलबाट खावाको सडक चाहिँ विगत लामो समय झन्डै 4-5 वर्षदेखि चाहिँ यो 4 किलोमिटर सडक पार गर्नलाई यो सडक प्रयोगकर्तालाई चाहिँ यति धेरै दुःख थियो नि। बर्सातमा त झन् भनी साध्य नै थिएन भने हिउँदोमा पनि अवस्था अत्यन्तै नाजुक थियो। 4 किलोमिटर सडक पार गर्नलाई झन्डै 45 मिनट 1 घन्टा लाग्थ्यो। यति धेरै बिग्रिएको थियो, यति धेरै बिगारेको थियो यो सडक। स्तर उन्नतिको नाममा पाहाड काटेर पहिरै मात्र बनाएको छ। पाकुचा है यो चाहिँ। यो गहिरोमा चाहिँ पहिला धेरै ठुलो ढुङ्गा थियो छेउमा, बाटोको छेउमा। हामीले योभन्दा अगाडिको दृश्यमा पनि त्यो कुरा समावेश गरेका छौँ। यो 2जना मित्रहरू उभिनु भएको ठाउँ आसपासतिरै थियो सायद। 58 सालको हो कि कहिलेको पहिरोमा गयो। यही डिलतिर थियो एउटा ठुलो ढुङ्गा, हामी सानो छँदाखेरि देखिन्थ्यो। यो पाकुचाको यो एरियामा चाहिँ अझै पनि सडक बनिसकेको छैन। छेउमा ग्याबिङ भर्दैछ। अब भित्तामा पनि भन्ने होला के होला। विगतको वर्षतिर त यहाँ बर्सात समयमा त खोला बग्थ्यो र सवारी साधन त यहाँ चल्न सक्ने सम्भावना नै बन्दैन। कहाँसम्म बिल भएको छ हेरौँ। सक्यो त अब पिच
यतिसम्म चाहिँ पिच भएको रहेछ। हामी पहिला आउँदा पनि यहीसम्म पिच थियो। यता चाहिँ यसरी रोलर हुनिसकेको थिएन। अहिले चाहिँ रोलर ग्राभेल हालेर पेलेको हो कि भन्ने लाग्छ। अलिक पहिला आउँको भिडियोमा चाहिँ दृश्यमा चाहिँ यो बाटो यस्तो थिएन, अलिक खन्डन देखिन्थ्यो। यो मौसम सफा थियो भने यसरी तपाईँको यो सिन्धुपाल्चोकको एरियामा चाहिँ भएको, सिन्धुपाल्चोकमा भएको विभिन्न हिम श्रृङ्खलाहरू चाहिँ यति राम्रो र यति उचाइमा देखिन्थ्यो। यहाँबाट उच्च भागमा देखिन्थ्यो नि सफा मौसम हुँदा। तर अहिले चाहिँ पुरै भुसु लागेको कारणले अब यहीँ अगाडिको पनि दृश्य देख्नलाई अलिक गाह्रो छ। पनि केही छैन। अहिलेसम्म पार गरेको बाटो चाहिँ यो सामान्यतया हिँड्न योग्य नै छ भने पहिरोको चाहिँ अझै जोखिम छ। यसरी सुक्खा पहिरो पनि रहँदैछ। यस्तो ठाडो पहाडलाई तलबाट कोट्याएको कोट्याइ छ। अब नभत्किएर त बिचरा के होस्, भत्किने नै भयो। यो ठाउँको बाटो चाहिँ अब हामी दैनिक मानौँ आवत जावत गर्दाखेरि अत्यन्तै जोखिम भएको महसुस हुन्छ हामीलाई। पहिला पनि एकदम 2 लेनको मात्रै सडक हुँदा पनि यो ठाउँ तल पनि भिर देखिन्छ, माथि पनि यस्तो भिर देखिन्छ। हुन त नेपालमा कस्ता भिरतिर पनि बाटो छ, तर हामीलाई चाहिँ यही बाटो पनि एकदम भिरमा बनेको जस्तो महसुस हुन्छ। अबको केही समयमा चाहिँ यो बाटो पिच हुने हो कि भन्ने चाहिँ महसुस भएको छ। अब हुने कहिले हो, भएपछि थाहा हुन्छ। अहिलेलाई चाहिँ हिँड्नलाई त्यस्तो गाह्रो चाहिँ रहन्छ। लतुलीखेल हावा सडकको दृश्य पनि हजुरहरू हेर्दै हुनुहुन्छ। अब धुलीखेल नगरपालिका चाहिँ यहाँ खावाबाट समाप्त हुन्छ भने पाँचखाल नगरपालिका चाहिँ खावाबाट सुरु हुन्छ है। खावाको बोर्डिङ आइसक्यो। हामीले चाहिँ खावा भनेर यो भन्ज्याङलाई बुझ्ने गरेका छौँ। सबैले अब खावा नै भनिन्छ यो भन्ज्याङलाई। यहाँबाट पाँचखाल नगरपालिका सुरु हुन्छ, धुलीखेल नगरपालिका सकियो। अब पाँचखाल नगरपालिका सुरु हुँदा चाहिँ बाटो यस्तो गजब छ जस्तो छ। अहिले हामीले चाहिँ यो दृश्यलाई यहीँ रोक्यौँ।